Welcome back to week 4. अहिले week 4 चलिरहेको छ हाम्रो समसरा प्रिमियर लिगको एनर्जी चाहियो अरे एनर्जी बुस्ट गर्नलाई हाम्रो यमन दाइ हुनुहुन्छ with the boys in the pink समसरा league season 2 को week 4 को this is behind the scene vlog and here we are with Yaman Gurung दाइ अनि हाम्रो सुजन पाकिन दाइ. Game 1 is already started. Unfortunately we are human हैन, हामी रोबोट हैन, त्यही भएर आजको दिनको चाहिँ गेम हल्का हाम्रो प्रिपरेसन स्लो भएर चाहिँ हामी सुरुको भिडियोहरू क्याप्चर गर्न सकेनौँ. त्यसको लागि हामी क्षमा प्राप्ति छौँ हाम्रो भ्युअर्सको लागि र त्यही पनि केही पनि मिस नहोस् भनेर बिहाइन्ड द सिन हामी जताबाट पनि सुरु गर्न सक्छौँ भनेर वी स्टार्टेड एन्ड दिस इज विक 4. यता ड्रुक र हाम्रो जे ब्रदर्स गेम भइरहेछ भने बिहाइन्ड मी. सो बिहाइन्ड यता चाहिँ कुन गेमहरू यता QNFC र CNFC and all the games will be live on Samsara Premier League YouTube channel and also please do share and subscribe. It's a humble request. Okay. Anyway, हामी week 4 मा आइसकेको छौँ. हाम्रो 11 weeks को लिग हो. हामी almost 30-40% मा आइसकेको छौँ र अहिलेको करेन्ट सिनारीमा हाम्रो लिग लिडर्स थुनलाम FC छ भने हाम्रो सेकेन्डमा को छ यार खुगुरी दे टु टिम हेभ द सेम पोइन्ट्स बट द गोल डिफरेन्सले गर्दा चाहिँ थुनलामले लिग लिड गरेको छ विक 4 मा आउँदै तर विक 4 अझै भ्याइएको छैन. दिस इज जस्ट बिगिनिङ विक 4. अब आजको दिन भ्याइदामा लिगमा जे नि हुनसक्छ. इट्स अ लिग आफ्टर अल हैन एन्ड वान अफ द ओन्ली लिग द्याट्स ह्यापनिङ इन क्यानबरा इन्क्लुडिङ 6 बुटनिस टिम अनि 6 नेपाली टिम. मैले यो भनिरहेको छु पहिलाको भ्लगमा नि. इफ यु हेभ मिस्ड इट प्लिज गो एन्ड वाच इट. र हाम्रो सोसल च्यानल्स टिकटक हामी छौँ, फेसबुकमा छौँ अनि प्लिज त्यसमा लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् र थ्याङ्क यू फर अल द स्पोन्सर द्याट इज हेल्प अस टु क्रिएट दिस ब्युटिफुल प्लेटफर्म फर अल द फुटबलर्स एन्ड अल द टिम्स. द्याट इज SBA Property, our title sponsor, and GTM Facility, our platinum sponsor, and also there's a lot of sponsor that we got like Monkey Temple छ हामीसँग जसको यहाँ हामी फुड पनि अभाइलेबल छ. यदि यहाँ कोही पनि गेममा हेर्न आउनुहुन्छ भने प्लेयर्स या अरू अडियन्स होइन, यु क्यान गो एन्ड ह्याभ अ फुड अन अ पार्किङ एरिया आउटसाइड मङ्की टेम्पल. मिठो फुड. दे आर वान अफ द स्पोन्सर. अनि विल बी I'll show you after game 1 के भइरहेछ. ओके, बिहाइन्ड द सिन. दिस इज ओन्ली द बिहाइन्ड सिन, नथिङ एल्स. फर्स्ट गेम सकेको छ QNUFC भर्सेस CNFC मा. CNFCले एक गोलले जितेको छ भने हाम्रो ग्राउन्ड 1 मा भएको गेम ड्रुक र जे ब्रदर्सको गेम लेभल भएको छ. नाउ विक 4 हुन्छ के हो? विक कहाँ हुन्छ? विक 4 मा हामीसँग हुनुहुन्छ हाम्रो विवेक दाई. हेलो विवेक दाई. अब हेलो भाइ, एकदम ठीक. हाम्रो विवेक दाई नेपाल युनाइटेड फुटबल क्लबको भेटरेन प्लेयर. भर्खर फेवामा जितेर आउनुभएछ होइन, फेवाबाट खेलेर माछा बुझे भेटरेन जितेर आएको नि दाइ. हो, फाइनल्ली अब बुढो भयो. फाइनल्ली लगातार 3 चोटि हो. के भन्नु छ दाइ, यो बिहाइन्ड द सिन भ्लग हो. इट विल बी अन समसरा ग्रुपको युट्युब च्यानलमा. यो चाहिँ बिहाइन्ड द सिनको लागि अब इट्स फर अ मेमोरी होइन, के भइरहेको कसो भइरहेछ भनेर. वी हेभ अलरेडी पोस्टेड विक 1 र विक 2. दिस इज फर विक 4 भ्लग. एकदमै के भन्ने राम्रो भइरहेछ. मैले फर्स्ट कपल अफ मिस गर्नु पऱ्यो होइन त, नेपालमा भएको भएर. हजुर, जोइन गर्न पाएँ. राम्रो गरिरहेछ सबै. अल द बेस्ट सबै टिमहरूलाई. 2 हप्ता मिस भयो है. ठिक छ दाइ, अल द बेस्ट दाइ. हामीसँग अफिसियलहरू चाहिँ इन्टरनेसनली हुन्छ होइन. एज यु क्यान सी गोरुछाला भएको मान्छेहरू छन्. र भर्खरै दाइ हामी रिप्ले देखाउनु मिल्छ अहिलेको गेमको. म भ्युवर्सहरूलाई यस्तो दामी गोल देखाउँछु नि तपाईँहरूलाई. ड्रुकले जे ब्रदर्सले होल गेम लिड गरिसकेको थियो होइन. इट वाज जस्ट 2 मिनट टु फिनिस द गेम र ड्रुकले अलमोस्ट हाफदेखि हानेको सट यस्तो मिठोसँग पोस्टमा छिर्यो नि. रिप्ले देखाइन्छ है त. ल वी हेभ टु डु इट अगेन होइन. हल्का रिफ्लेक्सन आउँछ होला. यदि रिफ्लेक्सन आछ राम्रोसँग आएको छैन भने प्लिज युट्युब च्यानलमा गएर यु क्यान सर्च द गेम होइन, त्यहाँबाट देख्न सकिन्छ. तर दिस इज वान अफ द ब्युटिफुल गोल
हेर्न यहाँ अलमोस्ट हाफबाट हानेको गोल ल भएन त अनि गोल ल दिस इज इट फ्रम द बिहाइन्ड द सिन नाउ अब हाम्रो गेम 2 हुँदैछ गेम 2 मा ग्राउन्ड 1 मा हाम्रो अजास भुटनिस इन्टरस्टेट कप अल ओभर अस्ट्रेलियाको च्याम्पियन अजास खेल्दैछ भने तिनीहरूको अपोनेन्टमा हाम्रो क्यानबेराकै लोकल नेपाली टिम एभरेस्ट एफसी हुँदैछ भने ग्राउन्ड 2 मा चाहिँ नेपाल युनाइटेड भर्सेस युनिटी स्टार अनादर भुटान नेपालको गेम हुँदैछ एन्ड आई विल गिभ यु अपडेट वाट्स गोना ह्यापन अन द्याट गेम है त ल मिस साइनिङ आउट फर नाउ आमा नमस्ते मैले तपाईँलाई भिडियोमा लिएँ ल गेम हेर्न आउनुभएको कसको गेम हेर्न आउनु कसलाई सपोर्ट गर्न आउनुभएको ए हो ल नेपाल युनाइटेड टिमलाई सपोर्ट गर्न हुनुहुन्छ आमा हाम्रो आउनुभएको छ हजुर ल हाम्रो भ्युवर्सहरू नेपालदेखि पनि आउनुपर्छ होइन त्यही भएर वेल हाम्रो बिहाइन्ड द सिन समसरा भ्लगमा वेलकम छ तपाईँलाई थ्याङ्क यू सो मच मैले हेरिरहेको हुन्छ होइन म बिग फ्यान हो होइन कस्तो दाइले म्याच गरेर आउनु भयो कौडा फेरि सेम छ क्या हाम्रो कौडा अमेन कस्तो दा एक्साइटेड आज गेमको लागि भेरी एक्साइटेड होइन अस्ति गेम त्यस्तै भयो अब केटाहरू अलिकति मुडमा छ आज हो केटाहरू लास्ट इयरको च्याम्पियन हो अब अहिले त गाह्रो गराइदिने है अस्ति गेमले अस्ति गेम धेरै नै गाह्रो भयो आज बाउन्स ब्याक गर्छ केटाहरूले आज त 100% गर्नु परिहाल्यो नि आज गरेन भने त सकिहाल्यो नि प्रपर प्लानिङ छ भने चाहिँ प्रपर प्लानिङ छ आज ल हुन्छ दाइ ल अल द बेस्ट देयर यु गो आजको दिन विक 3 पनि सकेको छ र यसै साथ सरी विक 4 माई ब्याड अपोलोजी विक 4 सकेको छ नाउ अघि दिउँसो आउँदा 35 डिग्रीको टेम्परेचर छ भने अहिले पानी परिरहेको छ लुक एट द वेदर सोचेको पनि थिएन यस्तो हुन्छ भनेर वेदर सोध्नुहुन्छ दाइ आजको वेदर अनप्रिडिक्टेबल होइन अघिसम्म त लास्टै गर्मी थियो अनि सनस्क्रिन लिएर आएको छु हो मैले त सडनली इट्स रेनिङ द विक 4 इज ओभर वी आर भेरी एक्साइटेड सोचेको भन्दा राम्रो भइरहेछ किप वाचिङ अस किप फलोइङ अस थ्याङ्क यू प्लिज हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् सेयर गरिदिनुहोस् माया देखाइदिनुहोस् होइन वी ट्राइन टु डु समथिङ द्याट नो वान इज डुइङ होइन इन्डिभिजुअल पर्सनल भएर सबैको लागि एउटा टुर्नामेन्ट अर्गनाइज गरिरहेको छौँ होइन समथिङ इज फर द कम्युनिटी त्यही भएर प्लिज त्यसको लागि भए पनि माया देखाइदिनुहोस् ल यदि भन्दै आई एम गन साइन आउट अझ भन्दा के भन्नु छ विक 4 डन Wrap up. के भन्नु छ ल ओके ल सी यु छ है त माया सी यु अन विक 5 Yeah. Bye. I'm not disappearing.